आजको यस भिडियोमा तपाईहरुलाई शेयर गर्नेछु डेली एक्टिभिटीज। So hello and what's up guys, welcome back to our YouTube channel. So after long time हैन भिडियो बनाउँदैछु। यहाँ हाम्रो मामाश्री हुनुहुन्छ। Yes. So अहिले चाहिँ हामीसँग टाइम छ हैन, ड्युटी चाहिँ 1:30 बजे छ। सो त्यही भएर अहिले चाहिँ हामीहरु यो माथि चाहिँ एउटा मन्दिर छ। सो अब चाहिँ हामीहरु यहाँबाट जान लाग्यो। सो यहाँ हेर्न सक्नुहुनेछ, यहाँबाट चाहिँ काठमाडौँ पुरै देखिरहेछ। अनि यो भन्दा माथि यो टपमा गयो भने झन् काठमाडौँ, ललितपुर, भक्तपुर सब देखिन्छ त्यहाँबाट। सो हेर्न सक्नुहुनेछ यहाँको भ्यू कस्तो दामी छ। बिहान आयो भने झन् मजा आउँछ कि, तर हामी जहिले 12 बजे उठ्ने मान्छे, त्यही भएर हैन 12 बजे आउँछु हामीहरु। मामा चाहिँ पहिला दर्शन गर्छ हैन दाइ? के को दर्शन गर्ने तपाई? शिवजीको। त्यही भएर अलि झाडीमा जानुपर्छ उतातिर। दाइले दर्शन गर्छन्, त्यसपछि भगवानको दर्शन गर्नुपर्छ। सो मान्छेहरु चाहिँ उता दर्शन गर्न जान्छ। हाम्रो दाइको अड्डा चाहिँ बेग्लै रहेछ। दाइ चाहिँ यहाँ बेग्लै ठाउँ छ। एकछिन दाइको नि हेल्प गर्दिम अलि हैन, त्यो काट्दिनु पर्छ, कैचीले मिलाइदिनु पर्छ अलिअलि। यो दाइको यो पोज मात्र हो कि एउटा हैन, अरु पनि दिन्छु भाइ। ल अरु दिनु त ल। ल नेक्स्ट पोज अरुमा पछि दिन्छु भाइ। पछि ल। अहिले चाहिँ झ्याप छैन, अब झ्याप भएपछि अब कुन पोज आउँछ कुन। सो गाइज हाम्रो दाइको काम पनि सकिसकेछ। सो अब हामीहरु ठ्याक्कै अब मन्दिर गएर अनि मन्दिरको दर्शन गर्छौं। सो गाइज अहिले चाहिँ यो मन्दिर छ हैन, अब यहाँबाट चाहिँ यो मन्दिर जानुपर्ने हुन्छ माथिको। सो अहिले चाहिँ कन्स्ट्रक्सनको काम चल्दैछ, जानु चाहिँ मिल्छ। सो यो मन्दिर चाहिँ सन्तानेश्वर मन्दिर हो, ललितपुर झरवारासीमा। यदि तपाईहरुलाई पनि घुम्न आउनु मन छ भने आउन सक्नुहुनेछ। यहाँबाट हेर्न सक्नुहुन्छ भ्यू कस्तो दामी। यता चाहिँ सबै गोदावरी हो अनि यता चाहिँ काठमाडौँ, ललितपुर सब देखिन्छ यहाँबाट। ल अब आफ्नो पोज हान्दिन्थ्यो एउटा पोज। ए ल अब सेकेन्ड पोज। पहिला यस्तो, अब यस्तो, अब एक कुप्पी हानेपछि अब अर्को। गाइज अहिले चाहिँ हामीहरु यहाँ टपमा आइसकेको छु। यो सन्तानेश्वर मन्दिर हेर्न सक्नुहुन्छ, पछाडि कस्तो दामी छ। ओहो सो अहिले चाहिँ यहाँ चाहिँ कन्स्ट्रक्सनको काम चाहिँ एकदम राम्रो भइरहेछ। यहाँबाट हेर्न सक्नुहुनेछ। वाउ वाउ सो हेर्न सक्नुहुनेछ, यस्तो दामी भ्यू छ नि गाइस, कुरै छोडिदिनु। यस्तो दामी भ्यू छ, त्यही पनि हामी जहिले 12 बजे सुतेर उठ्छु, यहाँ नै पाउँदैन हामीहरु, हो कि नि दाइ? यो दाइलाई जहिले उठाउँछु दाइ हिँड्नु, घुम्न हिँड्नु, कहिले जाँदैन है दाइ? भाइ यस्तो निन्द्रा लागेको छ तिमीले, त्यस्तो नभन भाइ। तर आज कति फोर्स गरे दाइ हिँड्नु, घुम्न, अनि आउनु भयो हैन दाइ? भाइ तिमीलाई मैले लिएर आएको हो के भाइ? सो हेर्न सक्नुहुन्छ, यो दाइको कुरा इग्नोर गरिदिनु तपाईहरु। पछाडि हेर्न सक्नुहुन्छ भ्यू, ओए कस्तो दामी भ्यू छ यहाँबाट हेर्न सक्नुहुन्छ। सो यहाँ चाहिँ एउटा अर्को केही न केही बनिरहेछ, मलाई चाहिँ थाहा भएन त्यो एक्ज्याक्टली के बनिरहेछ। सो मन्दिरको भ्यू हेर्नु यहाँबाट। सो गाइज यो मन्दिर चाहिँ यति पपुलर छ नि हैन, श्रावण महिनामा चाहिँ यति मान्छेहरु आउँछ नि यहाँ दर्शन गर्न, पुरै छोड्नु। यहाँ हेर्न सक्नुहुन्छ, यहाँ चाहिँ शङ्कर भगवानको यहाँ पूजा हुन्छ। मेरो नाम नि शङ्कर हो। सो हेर्न सक्नुहुन्छ, यो दाइको नाम नि शङ्कर, तीनवटा शङ्कर। तीनवटा शङ्कर चाहिँ एक ठाउँमा। सो यहाँबाट हैन हिमाल पनि देखिरहेछ। सो तपाईहरुलाई देखाइदिन्छु जुम गरेर, यतिकै त देखिँदैन। सो हेर्न सक्नुहुनेछ। ओए त्यो चाहिँ कुन हिमाल हो थाहा भएन, तर माछा पुछ्रे भन्छ यहाँको मान्छेहरूले। सो त्यही होला दाइ। फेरि हैन फोटो भिडियो गइ सकिन्छ हैन, मभन्दा अगाडि नै लोकेसनमा पुगिहाल्छ फोटो खिच्नलाई। सो गाइज म अघि तपाईहरुलाई भन्दै थिएँ कि यहाँबाट काठमाडौँ, ललितपुर, भक्तपुर सब देखिन्छ। सो हेर्न सक्नुहुनेछ। म क्यामेरा चाहिँ अब फ्लिप गर्छु। त्यो कुन ठाउँ हो दाइ भनिदिनु एकचोटि? दक्षिण काली हो। ए बारीको त्यहाँ जानुभयो त्यो तपाईँ?
झ्यापको तालमा कहाँ गइहाल्नुहुन्छ क्या है यस्तो अलि अर्कै कामलाई गएको अहिले नभनौँ होला ए दाइ नि लजाउनुहुन्छ त सो गाइस हामीहरूले चाहिँ मन्दिरको दर्शन गरिसक्यो होइन घुमिसक्यो माथि पनि सो अब ठ्याक्कै हामीहरू तल गएर अनि खाना खान्छौँ त्यसपछि ड्युटी जानको लागि रेडी हुनुपर्छ सो दाइ पनि 1:30 बजी ड्युटी छ सो त्यही भएर हामी अलि घुम्न आइदिएको होइन दाइ सो अब हामी त तल जान लाग्यो गाई चाहिँ हेर्न सक्नुहुन्छ होइन मान्छेलाई खानालाई हुँदैन हामी कुकुरलाई दिन्छौँ ए डगी ले ओइ ओए कस्तो मुखमै छिरो दाइ ओइ अनि यहाँ मैले अघि भन्नु ल सो गाइज हामीहरूले चाहिँ खाना खाइसक्यो दाइले नि खाइसक्यो अब खाना खाएपछि त चुरोट खाइहाल्नु पर्यो त्यही भएर अब दाइले चुरोट खाँदैछ सो अब म फ्रेस भएर अब ठ्याक्कै लुगासुगा लाएर अनि ड्युटी जान्छु कस्तो राम्रो आइरहेछ क्वालिटी खतरा ल अब दाइले भनेपछि त राम्रै होला सो गाइज हामीहरू चाहिँ लुगासुगा लगाइसकेको छु हेर्न सक्नुहुनेछ आउटफिट यस्तो छ यो चाहिँ हाम्रो चिकन तन्दुरी सेफ हाम्रो ब्रो कुन ब्रो त्यही ब्रो थाहै दाइलाई थाहै छैन सो गाइज यो चाहिँ हाम्रो गार्डन एरिया हो You're around me feel so heavy but depleted यो चाहिँ यहाँ थम्ब गर्नुपर्ने हुन्छ ल त तपाईँ नगर्नु तपाईँ ल यसरी चाहिँ यहाँ थम्ब गरेर अनि हाम्रो चाहिँ ड्युटी आवर चाहिँ स्टार्ट हुन्छ यहाँ लिफ्ट छ सो लिफ्टमा चाहिँ नजाऊँ किनकि गाली गर्नुहुन्छ बिना कामको लिफ्ट युज गर्यो भने नमस्ते सर सो यहाँ चाहिँ नमस्ते सबलाई गर्नै पर्छ सो तपाईँहरूलाई थाहा होला अब बार एरिया आउँछ तपाईँहरूलाई सो यो चाहिँ हाम्रो बार हो अनि यसलाई चाहिँ हामीले लबी नै भन्छौँ हाम्रो असिम दाई रिसेप्सनिस्ट हजुर सो के छ ब्रो ओइ यसरी हेर्नु के आज के अर्डर हान्यो हजुर उयो खाली रहेछ त आज मैले ब्लु हावाई ओए ल हेर्न सक्नुहुन्छ केटाहरूको ल यहाँ हैन यहाँ देखेको के यहाँ बार भने आफ्नै ठाउँमा छ यो चाहिँ हाम्रो प्लान्ट हो कुन प्लान्ट हो यो हाम्रो बाहिरको प्लान्टहरू सबै उखाडेको प्लान्ट अब गरेर रोप्ने हो ओए डेन्जर भन्छ यहाँ हाम्रो चिया बनाउनलाई नि राखिदिएको छ ल साच्चै भ्लगिङ सुरु गरे यार अब पैसा छैन यहाँ यो 2-4 हजारको स्यालेरीले के हुन्छ सो अब चाहिँ यहाँ चाहिँ काम गर्नुपर्ने हुन्छ मेसिन चाहिँ यो क्लियरेन्सहरू गर्नुपर्ने हुन्छ सो ब्रदरको चाहिँ अब 2:30 बजे छुट्टी अब म मेरो सिफ्ट अफ हो म अब सी यु गाइज टुमोरो ओ ल सो अब यहाँ चाहिँ सब मिलाउनु पर्ने हुन्छ मेसिन चाहिँ सिन यताउता सो गाइज अहिले चाहिँ होइन काम चाहिँ स्टार्ट भइसकेछ तर आज त्यस्तो बिजी चाहिँ छैन किनकि फ्राइडे सटरडे चाहिँ मात्र प्रायः जस्तो बिजी हुन्छ सो अहिले चाहिँ यत्तिकै बसेर हुन्छु सो त्यही भएर अलि टाउको सुको दुख्यो भने यत्तिकै कफी सफी बनाएर खानु मिल्छ कि अलि सो अहिले चाहिँ म तपाईँहरूलाई एउटा लाते बनाएर देखाइदिन्छु कस्तो भन्छ भनेर मेसिन चाहिँ यही हो होइन यसलाई चाहिँ एस्प्रेसो मेसिन भनिन्छ अब यो ककटेलहरूको लागि यहाँ छ ग्लासहरू टन्नै छ है ग्लासको नामहरू टन्नै छ बनाउनु पर्ने हुन्छ सो अहिले चाहिँ म एउटा कफी बनाएर देखाइदिन्छु सबभन्दा पहिला चाहिँ दुध राख्नु पर्ने हुन्छ यहाँबाट चाहिँ कफी निस्किन्छ एस्प्रेसो हो यो चाहिँ 30 ml हुनुपर्छ यहाँबाट अब चाहिँ मिल्कलाई चाहिँ स्टिम गर्नुपर्छ सो गाइज अहिले चाहिँ एउटा बनिसकेछ लाते यहाँ तर मिल्क चाहिँ राम्रोसँग स्टिम भएन किनकि हिजोको दुध थियो त्यही भएर हेर्न सक्नुहुनेछ
अरू नि टन्नै बनाएको छु त्यो चाहिँ बरु म फोटोमै हालिदिन्छु बरु होइन सो अहिले चाहिँ खानु पर्यो अलि पर्फेक्ट सो अहिले चाहिँ हाम्रो यहाँ लेमन सिरप सकेको छ लेमन सिरप म बनाउँछु तपाईँहरूलाई नि हेरिदिन्छु तर यहाँ क्यामेरा लागेको छ कि माथि त्यही भएर अलि भिडियो मेक बनाउन मिल्दैन अलि एडजस्ट गरेर हेर्नु होला है सो आफ्टर 2 घन्टाको मेहनतपछि चाहिँ बनिसकेको रहेछ हाम्रो सिरप हेर्न सक्नुहुनेछ यहाँ पुरै लेमन सो गाइज अहिले चाहिँ काम गर्दा गर्दै बेलुका भइसकेको छ हेर्न सक्नुहुनेछ ओइ अनि अब चाहिँ अलि चिया खानु पर्यो सो अहिले म चिया बनाउँछु अलि यहाँ छु सो गाइज यहाँ चाहिँ क्यामेरा लागेछ होइन त्यही नि म बेला बेला चिया सिया के बनाएर खाइदिन्छु सरहरूले नि भन्नुहुन्छ नि बनाइदिन्छु कुन दिन यदि सरले यो भिडियो हेऱ्यो भने नि मलाई स्योर 100% निकालिदिन्छ कि यहाँबाट यहाँ हेर्न सक्नुहुनेछ चिया चिया विथ भ्यू अहिले चाहिँ हाम्रो खाजा खाने टाइम छ यहाँ हेर्न सक्नुहुनेछ आलु र चिउरा छ होइन दाइ उहाँ चाहिँ हाम्रो चङ्के दाइ हाम्रो स्किपिङको क्याप्टेन होइन दाइ तपाईँको गर्लफ्रेन्डको नाम भनिदिनु त छैन अस्ति 2टा छ भन्दै हुनुहुन्छ त सो गाइज अहिले चाहिँ होइन राति भइसकेको छ तर आज चाहिँ अर्डर चाहिँ एकदमै थोरै आएको छ कि यहाँ हेर्नुहोस् 2 बक्स क्यापेचिनो लात्ते होइन त्यो धेरै चाहिँ आएको छैन अर्डर सो त्यही भएर अब चाहिँ म आफै एउटा बनाएर अनि टेस्ट गर्छु र तपाईँहरूलाई हेराइदिन्छु अर्को अघि चाहिँ मैले लात्ते बनाएको थिएँ अब चाहिँ क्यापेचिनो बनाएर देखाइदिन्छु सो हाम्रो काम चाहिँ होइन कफी बनाएर मात्र सकिँदैन तपाईँहरूलाई एउटा खतरनाक काम देखाइदिन्छु सो यो चाहिँ होइन यो चाहिँ सब आफैले अब माझ्नुपर्छ वाइप गरेर अनि फेरि राख्नुपर्छ सो यो चाहिँ हाम्रो आशिष ब्रो के लिएर आएको के गिफ्ट लिएर आइदिएँ मैले के गर्नु हो कहिले तल आउँदैन ओ यही गिफ्ट रहेछ यहाँ मेरो गिफ्ट ए किन यत्रो धेरै कसरी भयो आज भरदिनको नि त त्यो ए कति धेरै त अनि कहिले जाने तिमी अब जाने कहिले भोलितिर हुन्छ काम छोडेर के छ त अब फ्युचर प्लान अब एब्रोड केही काम छैन उसलाई हाल खबर सोधेको उसले अब पुरै आफ्नो एक्सप्लेन दिइरहेछ होइन ठिक छ दिनुपर्छ अरू के एज अ एक्स मोटिभेसन ल भयो अब नेक्स्ट भिडियोमा यति मात्र अहिले चाहिँ हाम्रो यहाँ होइन खाना खाने टाइममा आज आलु र काउली छ आलु र काउली छ त्यही भएर मैले चाहिँ अन्डा किनेर ल्याएको अब यो चाहिँ हाल्छु है यता हेर यता ओइ चाहिँ बनाइसकेको छु यहाँ अलि टेस्ट गरौँ कस्तो रहेछ आहा कति नमिठो डेन्जर हाम्रो लालु यादवले बनाउँदै हुनुहुन्छ ए लडु शङ्कर सेफ बना शङ्कर सेफ शङ्कर बारिस्टाले वाउ हेर्नुहोस् अन्डा पाकिरह अब यसलाई नि पल्टाउँछु है हो राम्रोसँगले पल्टाउनु सक्छ गुड गर्ल नुनै हाल्न बिर्सेछ नुन हाल्न गइरहेको छ हाम्रो महानुभावले वाउ वाउ यो चाहिँ म खान्छु है त्यो अब आदि तिमीलाई चाहिँ यो दिन्छु है यो हुँदैन यार आदि तिम्रो स्पेशल मान्छेलाई राख्देऊ को मेरो स्पेशल समवान हु निकिता म्यामले यसलाई खाइदिउँ आज यसरी नै खाइदेऊ न भप्पै भात हाल्नु यसमा त्यसपछि हट सस अनि त्यसपछि एस्प्रेसो त्यसपछि क्यापेचिनो हालेर नि खाऊ है हुन्छ मिठो हुन्छ हैन हट लेमन विथ हनी ल आजको लागि यति नै हैन अब खाना खाएर त्यसपछि क्लोजिङ गर्नुपर्ने हुन्छ
क्लोजिङ गरेर अनि त्यसपछि के गर्ने सुत्ने है होइन अनि टोइलेट टोइलेट मुठी मार्न सो गाइज अब चाहिँ म खाना गइरहेको छु होइन यहाँ हेर्न सक्नुहुनेछ यहाँ हेर्न सक्नुहुन्छ यो चाहिँ अन्डा होइन यसलाई चाहिँ के कुन अन्डा भन्छ सनसाइड अन्डा होइन स्क्रैम्बल अब घरमा आउँदा मुझे एउटा अन्डा भयो अब जे बनाए नि अन्डा नै हो नामसाम केही हुन्थेन होइन अब त मुझे स्क्रैम्बल त्यसपछि मसाला अमलेट नर्मल अमलेट सनी साइड लाडो साइड सब साइड छ कि गाइस हामीहरूको ड्युटी सकिसकेछ 10 भइसकेछ सो अब हामी गीत बन्द गर न यार मलाई कस्तो माइन्ड लाग्छ कि सो अब चाहिँ जानु लाग्यो हामीहरू यहाँ चाहिँ अब फेरि जाने बेला नि थम गर्नुपर्ने हुन्छ यसरी अघि जुस खाएर मुझे मलाई निकाल्यो कि ल भयो सो चेकआउट भइसक्यो अब रुममा गएर अनि अब ठ्याक्कै मुखसुख गएर फ्रेस भएर अनि सुत्नुपर्ने हुन्छ सो तपाईँहरूलाई हाम्रो ब्लग कस्तो लाग्यो सो एकचोटि कमेन्टमा भनिदिनु होला आजको लागि तिनै बाई